अनलाइन मार्फत नयाँ श्रम स्वीकृति लिनका लागि फेमी सिस्टममा गर्नुपर्ने प्रक्रिया। सबैभन्दा पहिला वैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np मा गएर अनलाइन श्रम स्वीकृति FEIMS लेखिएको बटनमा थिच्नुहोस् अथवा feim.dofe.gov.np सिधै ब्राउज गर्नुहोस्। वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा लगइन लेखिएको बटनमा थिच्नुहोस्। आफ्नो राहदानी नम्बर राखेर नेक्स्ट बटनमा थिच्नुहोस् र पासवर्ड राख्नुहोस्। यदि फेमी सिस्टममा दर्ता हुनुभएको छैन भने दर्ताको आवश्यक प्रक्रिया गर्नुहोस्। फेमी सिस्टममा दर्ता हुने थप जानकारी आवश्यक भएमा फेमी सिस्टममा दर्ता हुने प्रक्रिया समेटेर तयार पारिएको अब श्रम स्वीकृतिका लागि आवेदन लेखिएको बटनमा थिच्नुहोस्। तपाईले आफ्नो व्यक्तिगत विवरणहरू यहाँ भर्न पर्छ। तपाईको कतिपय विवरण सिस्टमले राहदानी विभागबाट स्वत लिएको हुन्छ। सिस्टमले स्वत लिएका कतिपय विवरण सच्याउन मिल्दैन। त्यसैले तपाईले सिस्टमले नलिएका र एस्ट्रिक चिन्ह भएका विवरणहरू भने अनिवार्य भर्नुपर्छ। व्यक्तिगत विवरणमा तपाईको नाम, स्थायी र अस्थायी ठेगाना, वैवाहिक स्थिति लगायतका विवरणहरू भर्नुपर्छ। यस्ता विवरणमा सिस्टमले स्वत नलिएका बाँकी विवरणहरू भर्नुहोस्। दायाँ साइडमा आफ्नो फोटो अपलोड गर्नुहोस्। फोटो JPEG वा PNG फर्म्याटमा हुनुपर्छ। फोटो अपलोड गर्दा ध्यान दिनुहोस्। फोटो एकपटक अपलोड भएपछि फेरि आफैले परिवर्तन गर्न मिल्दैन। त्यसका लागि वैदेशिक रोजगार विभाग वा श्रम तथा रोजगार कार्यालयमा नै सम्पर्क गर्नुपर्छ। अब सम्पर्क विवरण राख्नुहोस्। टेलिफोन नम्बर, तपाईको मोबाइल नम्बर अनिवार्य रूपमा राख्नुपर्छ र यदि तपाईसँग इन्टरनेशनल सम्पर्क नम्बर छ भने त्यो पनि राख्नुहोस्। तपाईले प्रयोग गरिरहनु भएको इमेल ठेगाना पनि अनिवार्य राख्नुहोस्। पछि तपाईले फेमी सिस्टममा राख्नु भएको पासवर्ड बिर्सिएमा पनि तपाईले अहिले सिस्टममा राखेको मोबाइल नम्बर वा इमेल नै काम लाग्ने भएकाले मोबाइल नम्बर र इमेल ठेगाना जथाभावी नराख्नुहोस्। नागरिकताको विवरण भर्नुहोस्। तपाईको नागरिकता नम्बर र जारी गर्ने जिल्लाको नाम भर्नुहोस्। राहदानी विवरणमा आफ्नो राहदानी नम्बर र जारी मिति राख्नुहोस्। यो विवरण राहदानी विभागबाट सिस्टमले स्वत लिएको पनि हुन सक्छ। यदि छैन भने मात्र भर्नुहोस्। नेक्स्ट बटनमा थिच्नुहोस्। अब तपाईले बैंक अकाउन्ट इन्फर्मेसनहरू भर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता हुनुपर्ने नेपाल सरकारको नियम छ। त्यसैले सकेसम्म आफ्नै नामको खाता खोली बैंक खाताको विवरण राख्नुहोस्। यदि छैन भने आफ्नो परिवारको सदस्यको बैंक खाता विवरण राख्दा पनि हुन्छ। खाता भएको बैंकको नाम र खाता नम्बर राख्नुहोस्। खातावालाको नाम लेख्नुहोस्। रिलेसनमा आफ्नै हो भने सेल्फ र परिवारका सदस्यको भएमा नाता जे हो त्यही उल्लेख गर्नुहोस्। अब बैंक खाता भएको खुल्ने कुनै कागजात अपलोड गर्नुहोस्। तपाईसँग कुनै प्रमाण छ भने त्यही राख्दा नि हुन्छ। यदि छैन भने चेकको अगाडिपट्टि खाता नम्बर र नाम लेखिएको पानाको स्क्यान कपी राख्दा पनि हुन्छ। फाइल JPEG, PNG वा PDF फर्म्याटमा हुनुपर्छ भने साइज 5 MB भन्दा कम हुनुपर्छ। यो विवरण भरिसकेपछि नेक्स्ट बटन थिच्नुहोस्। अब परिवारको विवरण भर्नुहोस्। बुवा आमाको नाम अनिवार्य भर्नुहोस्। यदि विवाहित हुनुहुन्छ भने स्पाउस लेखिएको ठाउँमा श्रीमान वा श्रीमतीको नाम लेख्नुहोस्। बालबच्चाको संख्या र श्रीमान वा श्रीमतीको उमेर पनि उल्लेख गर्नुहोस्। आपतकालीन अवस्थामा सम्पर्क गर्ने व्यक्तिको विवरण भर्नुहोस्। सम्पर्क गर्ने व्यक्तिको नाम, फोन नम्बर, देश, क्षेत्र, अञ्चल, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर लगायतका विवरण भर्नुहोस्। तपाईले इच्छाएको व्यक्तिको विवरण भर्नुहोस्। इच्छाएको व्यक्ति को हो लेख्नुहोस्। इच्छाएको व्यक्तिको नाम, सम्बन्ध, देश, क्षेत्र, अञ्चल, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर लगायतको विवरण भर्नुहोस्।
यति विवरण भरेर नेक्स्ट बटन थिचेपछि यस्तो डिस्प्ले देख्नुहुन्छ। अब तपाईँ नयाँ श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने नयाँ श्रम स्वीकृति लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। यदि तपाईँ पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ भने पुनः श्रम स्वीकृति वा श्रम स्वीकृति नवीकरण लेखिएको ठाउँमा क्लिक गर्नुहोस्। पहिले वैधानिकीकरण मार्फत श्रम स्वीकृति लिने व्यवस्था थियो, तर अहिले सरकारले वैधानिकीकरण मार्फत श्रम स्वीकृति दिने व्यवस्था खारेज गरी वैधानिकीकरण मार्फत दिने श्रम स्वीकृति पनि नयाँ व्यक्तिगत श्रम स्वीकृतिकै प्रक्रिया अनुसार दिन थालेको छ। त्यसैले तपाईँ पहिले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानुभएको थियो र स्वदेश फर्किएर श्रम स्वीकृति लिई त्यही देशमा त्यही काममा जान चाहनुहुन्छ भने पनि नयाँ श्रम स्वीकृति लेखिएकै ठाउँमा क्लिक गर्नुहोस्। अब कम्पनीको विवरण भर्नुहोस्। कम्पनी विवरणमा देश, कम्पनीको नाम र त्यो देशको मुद्राको विवरण राख्नुहोस्। जस्तै तपाईँ जान लागेको देश कतार हो भने मुद्रामा कतारी रियाल छान्नुहोस्। सिस्टममा छान्दा तपाईँ जान लागेको कम्पनी भेट्नु भएन भने कम्पनी एड रिक्वेस्टमा क्लिक गर्नुहोस् र आफ्नो कम्पनीको पूरा विवरण भर्नुहोस्। कम्पनीको विवरण भरेपछि एक पटक वैदेशिक रोजगार कार्यालय काठमाडौँमा सम्पर्क गरेर आफूले एड गरेको कम्पनीको विवरण बारे जानकारी गराउनुहोस् र तपाईले एड गरेको कम्पनीको विवरण स्वीकृतिका लागि अनुरोध गर्नुहोस्। कम्पनीले उपलब्ध गराउने सुविधाको पूरा विवरण लेख्नुहोस्। सिप, पाउने तलब, खाने बस्ने सुविधा, साप्ताहिक रूपमा तपाईले काम गर्ने दिन, ओभरटाइम, दैनिक कार्य घण्टा र अन्य सुविधाहरू कम्पनीले उपलब्ध गराउँछ भने यस र छैन भने नो लेख्नुहोस्। एस्ट्रिक चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुपर्छ। अन्य सुविधामा यातायातको सुविधा, स्वास्थ्य बीमा छ भने त्यसको पनि विवरण लेख्नुहोस्। यो विवरण तपाईले रोजगारदाताबाट पाउनु भएको करार सम्झौता पत्रमा उल्लेख भए अनुसार भर्नुहोस्। करार सम्झौतामा अर्कै सेवा सुविधा र तपाईले भरेको विवरण अर्कै भएमा श्रम स्वीकृतिको आवेदन अस्वीकृत हुन सक्छ। भिसाको विवरणमा तपाईको भिसा नम्बर, जारी भएको मिति, म्याद समाप्त हुने मिति र करार अवधि उल्लेख गर्नुहोस् र नेक्स्ट बटन थिच्नुहोस्। विभिन्न आवश्यक कागजात अपलोड गर्नुहोस्। भिसाको कपी, राहदानी, अंग्रेजी र नेपाली भाषामा लेखिएको करार सम्झौता अपलोड गर्नुहोस्। यो अनिवार्य हो। यस्तै सो घोषणाको फारम भरि अपलोड गर्नुपर्छ। सो घोषणा फारम घरेलु कामका लागि र व्यक्तिगत श्रम स्वीकृतिका लागि फरक छ। वैदेशिक रोजगार कार्यालय काठमाडौँको वेबसाइट मार्फत यो फारम प्राप्त गर्न सकिन्छ। सो घोषणा फारम भरेर अदर डकुमेन्ट्स लेखिएको ठाउँमा अपलोड गर्नुहोस्। दूतावासले लेखेको चिठी, भिसा भेरिफिकेसनको कुनै पत्र छ भने त्यो पनि राख्नुहोस्। यी सबै कागजात सक्कल कागजातबाट स्क्यान गरी अपलोड गर्नुहोस्। फाइल जेपीईजी, पीएनजी वा पीडीएफ फर्म्याटमा हुनुपर्छ। फाइलको साइज 5 MB भन्दा कम हुनुपर्छ। आवश्यक कागजात अपलोड गरिसकेपछि नेक्स्ट लेखिएको बटनमा थिच्नुहोस्। अब आफू जाने देश अनुसार 2 दिनको अभिमुखीकरण तालिम लिनुहोस्। स्वास्थ्य परीक्षण गर्नुहोस्, कल्याणकारी कोषमा रकम बुझाउनुहोस् र वैदेशिक रोजगारीमा जानु पूर्व गर्नुपर्ने बीमा गर्नुहोस्। अभिमुखीकरण तालिम दिने र स्वास्थ्य परीक्षण गर्ने संस्थाको बारेमा सिस्टमबाटै पनि जानकारी लिन सकिन्छ। बीमा र कल्याणकारी कोषमा रकम अनलाइनबाटै बुझाउन सकिन्छ। अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, बीमा र कल्याणकारी कोषमा रकम बुझाएपछि सिस्टममा यस्तो नीलो टिक लाग्छ। यो प्रक्रिया पूरा भएपछि मात्र श्रम स्वीकृतिको लागि तपाईँ अघि बढ्न सक्नुहुन्छ। प्रिभ्यूमा क्लिक गरी आफूले भरेको विवरण रुजु गर्नुहोस्। तपाईले भरेका विवरणको आधारमा नै श्रम स्वीकृति पाइने भएकाले आवेदन सबमिट गर्नु अघि कुनै विवरण गलत भएमा सच्याएर मात्र अघि बढ्नुहोस्। कन्फर्म बटनमा जानुहोस्। नयाँ व्यक्तिगत श्रम स्वीकृति लिन पहिले जस्तो कार्यालयमा उपस्थित हुन पर्दैन। सबै खाले श्रम स्वीकृति अनलाइनबाट मात्र लिने व्यवस्था भइसकेको छ।
नयाँ व्यक्तिगत श्रम स्वीकृति लिन ब्रान्च छान्दा वैदेशिक रोजगार कार्यालय काठमाडौँ मात्रै विकल्प आउँछ। त्यसैले वैदेशिक रोजगार कार्यालय काठमाडौँ नै छान्नुहोस्। अब उपलब्ध टोकन मिति देखिन्छ। आफूलाई पाएक पर्ने मितिमा क्लिक गर्नुहोस्। यति प्रक्रिया गरेर आवेदन बुझाएपछि तपाईको आवेदन पेश भएको जानकारी आउँछ र सिस्टममा तपाईको श्रम स्वीकृतिको आवेदन सबमिटेड भनेर देखाउँछ। यदि कुनै कागजात वा प्रक्रिया नमिलेर तपाईको श्रम स्वीकृति अस्वीकृत भएमा सिस्टममा रिजेक्टेड भनेर देखाउँछ। के कारणले आवेदन अस्वीकृत भएको हो भन्ने कारण पनि लेखिएको हुन्छ। आवेदन अस्वीकृत हुनुको कारण राम्रोसँग पढी नपुगेको कागजात र प्रक्रिया पुर्याएर मात्र पुनः आवेदन सबमिट गर्नुहोस्। श्रम स्वीकृति प्राप्त भएपछि सिस्टममा एप्रुभ्ड देखाउँछ। इमेल वा एसएमएस मार्फत पनि श्रम स्वीकृति भएको जानकारी तपाईलाई प्राप्त हुन्छ। सिस्टममा एप्रुभ्ड देखाएपछि प्रिन्ट स्टिकर लेखिएको अप्सनमा गई श्रम स्टिकर प्रिन्ट गर्न सकिन्छ।